गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। अनि आज चाहिँ मैले नयाँ भ्लग ल्याएको छु किनकि हिजो म सबै दिदीहरू भएर सबै भएर पालाम बजार गएको थिएँ र अब दिवाली पनि छिटै आउँदैछ नि त। त्यसको लागि चाहिँ मैले हल्का दिवालीको सामानहरू किनौँ भनेर झ्याल्लासल्ला यताउति किनौँ भनेर गएको थिएँ र त्यसको लागि पनि घरको लागि हल्का डेकोर सामानहरू किनौँ न भनेर गएको थिएँ। के ल्याएको छु भनेर हजुरहरूलाई देखाउनको लागि मैले आज भिडियो बनाएको छु। अनि हेर्दै जानु होला। सामानहरू चाहिँ यहाँ छ है, सबै म यहाँ नअटाएर चाहिँ मैले यहाँ राखिदिएको छु। लिभिङ रुमको सामानहरू हिजो मैले अब चाहिँ तिहार पनि आउनु लाग्यो, त्यसैले डेकोरेसन गर्नु पर्यो भनेर चाहिँ मैले सबै कुसन यताउति बगडाहरू सबै किनेको छु। हजुरहरूलाई देखाउने छु मैले कस्तो कस्तो किनेँ र के किनेँ, कतिमा किनेँ भनेर हजुरलाई मैले देखाउने छु। सुरुमा चाहिँ मैले यो 5वटा कुसन किनेँ, यो 3 अनि 4 अनि 5वटा कुसन किनेको छु र यसमा चाहिँ मैले भर्खरै कभर लगाइसकेको छु। यसमा चाहिँ 5वटा चाहिँ कुसन किनेँ। अनि त्यसपछि यो चाहिँ मैले कुसनको कभर कस्तो छ हेर्नु त, राम्रो छ है, उल्टो भएछ ए, यो चाहिँ कुसनको कभर हो। कुसनको कभर लाउँदा चाहिँ यस्तो देखेछ, राम्रो देखेछ है। अनि त्यसपछि अरू खासै म दिवालीको सामानहरू किन्न गएको थिएँ, त्यही भएर अनि फेरि अरू पनि लिगौँ न भनेर सबै सामानहरू अलिअलि गरेर ल्याएको। त्यसपछि सनफ्लावर मलाई कति मनपर्छ, मैले सजाइसकेँ। सनफ्लावर एकदमै मनपर्छ, म एउटा मात्रै ल्याएँ। अब चाहिँ फेरि गएपछि फेरि 2टा, किनकि हिजो एकदमै राति भएको हुनाले चाहिँ मैले एउटा मात्रै सनफ्लावर। यति भिड कि कुरै नगर्नु, यति भिड थियो। त्यही भएर मैले केही गर्न सकेन, यताउति जे भेट्यो ढ्याप लिएछ। र सनफ्लावर चाहिँ एउटा मात्रै ल्याएँ। फेरि नेक्स्ट टाइम फेरि जान्छु, फेरि लिएर आउनु पर्ला। अनि त्यसपछि नेक्स्ट फेरि अर्को भनेर है। त्यसपछि मैले ल्याएँ यो टेबलको लागि यो वाइट कलरको ल्याएको, डाइनिङ टेबलमा राख्नुहुन्छ भनेर यो लिएर आएको वाइट कलरको। सायद डाइनिङ टेबल होइन, यतिकै टेबलको लागि ल्याएको। यो चाहिँ मैले वाइट कलरमा, यसलाई चाहिँ जम्मा 100 रुपिस हो। सरी मैले त प्राइस भन्नु बिर्सेछु है। कुसनको चाहिँ 400 हो, अनि कुसन कभर चाहिँ 250 हो। अनि यसको चाहिँ मैले भनिसकेँ है, यसको चाहिँ 100 रुपिस हो टेबलको। अनि त्यसपछि मैले चाहिँ 2टा यति सस्तोमा दिने चाहिँ कि पालाम बजार भन्ने हुन्छ, पालाम बजार भन्ने लाग्छ। त्यहाँ चाहिँ एकदम सस्तो कि दिवालीको लाएर पनि होला, सायद फेस्टिभल जस्तो लाएर होला नि। भिड पनि त्यस्तै र सामानहरू पनि एकदमै पाइने कि। अनि यो चाहिँ अगरबत्ती सजिलो हुन्छ नि त। अनि त्यसपछि 100 रुपियाँको 2टा दिएको थियो। अनि मलाई चाहिँ लिन मन लागिहाल्यो अनि 100 रुपियाँको 2टा अगरबत्ती ल्याएँ। अनि यो चाहिँ झल्ला चाहिँ लाउनुपर्छ नि त पल्टनमा, राम्रो त्यो झिलिमिली गराउनु परेन र त्यही भएर झल्ला ल्याएँ 2टा। पछि देखाउँछु है हजुरहरूलाई, बलेपछि देखाउँछु। 2टा ल्याएँ। यसलाई चाहिँ कति भन्यो, एउटालाई 80 रुपिस, एउटालाई 80 रुपिस हो यसलाई चाहिँ। अनि एकदमै मन परेको भनेको मलाई त्यो स्विटकै हेर्नु न, कस्तो स्विट है। यहाँ चाहिँ मोमबत्तीहरू बाल्ने कस्तो रङ्गिलो, हेर्नु न कस्तो राम्रो के। यसलाई चाहिँ कति भन्यो, यसले चाहिँ 100 रुपिस दियो होइन, 100 रुपिस हो। यस्तो क्युट, हेर्नु न कस्तो राम्रो। अनि त्यसपछि मैले अगाडि हाउस डोरको लागि चाहिँ यस्तो राम्रो फुलहरू लिएर आएको छु। कति सस्तो यो हेर्नु, 100को 3वटा अरे। ल हेर्नु न कति सस्तो, 100को 3वटा अरे। हेर्नु न, यो 3टा ल्याएको छु। यसलाई चाहिँ मजाले यस्तो डेकोरेसन गरेर गराउने छु। कति मन परेको नि यो, कति सस्तो कि। तर यति चाहिँ ल्याएँ है दिवालीको लागि। अहिले हल्का सामानहरू ल्याएको छु। अनि त्यसपछि अरू के ल्याएको छु, यो चाहिँ बाबुको लागि यताउति अब वेलफेयर गइराख्नुपर्छ नि त। अनि कहिले कता गइराख्नुपर्छ, त्यसैले पानीहरू बोतलहरू, ह्याङ्की अनि एभ्रिथिङ हुन्छ नि। अब जस्तै फ्रुट्सहरू राख्न सजिलो हुन्छ नि त बेबीको लागि। अब
भनेर चाहिँ यो ल्याएको। यसको प्राइस चाहिँ 100 रुपिस हो। अनि त्यसपछि मैले के ल्याएँ, धेरै त ल्याएको छैन, त्यही पनि तपाईँहरूलाई देखाउँछु, सेयर गर्छु होइन। हजुर जस्तै सब्सक्राइबरहरू पाएको छु, त्यसैले एकदमै खुसी लाग्छ, त्यही भएर देखाऊँ भनेर हो। अनि एउटा चाहिँ यो लक्ष्मी भगवानको माताको पाइतालाहरू ल्याएको छु। यसलाई पनि सायद 100 रुपिस होला। यसको पनि 100 रुपिस हो। एकदमै राम्रो, कस्तो क्युट ल्याएँ एउटा 100 रुपिसमा। अनि त्यसपछि अनि जाँदा चाहिँ त्यहाँ एक ठाउँमा चाहिँ 30 रुपिसको त्यहाँ लेखेको रहेछ, अनि 30 रुपिस भनेर लेखेको रहेछ। अनि त्यसपछि यसो लिगौँ न, टुथपिक कहिले कहिले चाहिन्छ नि है, गेस्टहरू आएको बेला भनेर फेरि टुथपिकले क्या टुथपिकले कस्तो क्युट होइन, 30 रुपिस अरे यो ल्याएँ। त्यसपछि एउटा साइड लाग्ने। त्यसपछि नेक्स्ट वान चाहिँ मेरो बाबुले चाहिँ एकचोटि चाहिँ म बाल्कोनीमा पुरा कपाल कोर्दै बसेको थिएँ ऐना हेर्दै। त्यसपछि बाबु त एकैचोटि आएछ, मजाले आएर पुरा मेरो सिसा त म उता फर्केको बेलामा कपाल उता मजाले कोरिरहेको थिएँ। बाबुले त तल पुरा बाल्कोनीबाट खसाल्दै झ्याडम्मै फुट्यो सिसा। त्यसपछि आई निड मिरर यस। अनि त्यसपछि मलाई सिसा चाहियो। अनि त्यसपछि फेरि मैले त्यहाँ कति क्युट कि 30 रुपियाँमा हेर्नु न कस्तो क्युट 30 रुपिस भन्यो। अनि मैले चाहिँ यस ऐना ल्याएँ 30 रुपिस है। अनि चाहिँ लास्ट वान फेरि मैले के ल्याएँ भनेपछि वाच ल्याएँ। एउटा घडी पनि चाहिन्छ नि त, टाइम कति के भयो भनेर। अनि मैले घडी ल्याएँ। यसलाई चाहिँ यस्तो छ, यो चाहिँ यस्तोमा छ। मलाई कस्तो मन परेको, अझ कति राम्रो थियो है। तर मलाई चाहिँ आँखा यसमै गयो कि, अनि बुढाले पनि यही लिग यही राम्रो छ भन्नुभयो। अनि मेरो र बुढाको चोइस फेरि एकदम सेम छ कि, मलाई जे मन पर्यो उसलाई त्यही मनपर्छ। अनि उसले मैले सेम किनेँ, यही लिगौँ भनेर अनि डिसाइड गऱ्यौँ। अनि हुन त थुप्रै थियो है त्यहाँ, वाचहरू थुप्रै थियो, यस्तो यस्तो कलर थियो भनेर। तर मलाई चाहिँ यही मन पर्यो। उसले पनि यो राम्रो छ है भन्नुभयो। अनि यही लिगौँ हामीले चाहिँ यस्तो छ, कति क्युट छ हेर्नु न, कस्तो मन परेको मलाई हेर्नु न। अनि यो लिगेँ, यो चाहिँ टक्क हुँदा माथि गएर लाउँछु, राम्रो देखिन्छ, कस्तो क्युट है, सिम्पल राम्रो। मलाई चाहिँ त्यो झलक मलक पनि मन पर्दैन, सिम्पल मनपर्छ कि। अनि यसमा कस्तो क्युट देखिन्छ कि लाउँदाखेरि। अनि यो ल्याएँ। यसले चाहिँ प्राइस कति भनेको थियो, यसलाई चाहिँ प्राइस 500 भनेको थियो। यसलाई चाहिँ 500 भनेको थियो। 500 नै हो, 500 हो। कस्तो क्युट राम्रो छ है। अब चाहिँ अरू चाहिँ खासै यस्तो केही त्यसपछि अब चाहिँ मैले त्यही छोराको लागि दुईवटा भनेर, अनि छोराको लागि चाहिँ यो छोराको लागि चाहिँ ट्रक किनिदिएँ एउटा चाहिँ। अनि अब बिचरा के किन्नु भन्थ्यो, अनि त्यसै एउटा ट्रक किनिदिएँ। बिचरा उसले पनि खेलाओस् न यत्तिकै भनेर किनिदिएको छु। नेक्स्ट वान चाहिँ मैले चाहिँ यो किनिदिएको छु। उसलाई चाहिँ यहाँबाट हालेर सरर एउटा बल जस्तो पाइन्छ, यस्तो बल। यो बल चाहिँ हिजो चाहिँ यसले खेलाइसक्यो, त्यो भएर यही निकालिसकेको छु मैले। अनि यो बल छ, यो बलमा यसरी हालेर ठक्क यहाँ बस्छ क्या, राम्रो छ यो पनि। अनि दुईवटा, यो चाहिँ एउटालाई 60 रुपिस हो। अनि दुइटै गरेर एउटा 60 हो, यसलाई पनि एउटा पनि गरेर यो दुइटै 60 रुपिस हो। दुइटा 60 रुपिसमा ल्याएँ। अनि अरू चाहिँ मैले के ल्याएँ, अरू चाहिँ यो दिया चाहिँ हेर्नु कस्तो राम्रो कि, हेर्नु कस्तो मन परेको कि, हेर्नु कस्तो क्युट छ है। यो चाहिँ मैले चाहिँ 50 रुपिस हो। यो चाहिँ मैले जम्मा 50 रुपिसमा ल्याएको देखेको छ होइन, कस्तो राम्रो 12वटा छ अरे, 50 रुपिस अरे, कस्तो क्युट है। अनि त्यसपछि मैले यो ल्याएँ तिहारको लागि, एकदमै झिलिमिली पार्ने एकदम राम्रो देखिन्छ यो ल्याएँ मैले चाहिँ। अनि त्यसपछि नेक्स्ट वान चाहिँ मैले चाहिँ टिस्यु पेपरहरू ल्याएँ। टिस्यु पेपरहरू चाहिन्छ बेलामा, बेबी छ नि त, अब मुख पुस्दिनु पऱ्यो, कहिले हात पुस्दिनु पऱ्यो, त्यही भएर टिस्यु पेपर ल्याएको छु, दुईवटा ल्याएको छु। यसलाई चाहिँ 100 रुपिस होला सायद, 100 नै हो। यसलाई दुइटा ल्याएको छु। यति नै हो मैले ल्याएको चाहिँ, धेरै ल्याउनु त आएन। राति गएको थियौँ हामी चाहिँ सबै, दिदी दाइ हामी सबै भएर गएको थियौँ। अब धेरै जान पाएन, भ्लग पनि बनाउन पाएन किनकि एकदम मजाले गरम सपिङ भनेर मैले भ्लग गर्न पनि पाएन। किनकि अब
भ्लग गर्न पाएँ, सब त्यहाँ गएर भ्लग बनाउन पाएन किनकि अब सबै कति बाहिर हिँडेको मात्र भिडियो बनाउँ, कति बाहिर हिँडेको कति एउटै भ्लग कति हाल्छ भन्ने हुन्छ भनेर त्यसैले मैले त्यो भ्लग नै हालेन। सायद बनाउन नि पाएन अनि बनाउनै नि बनाएन कि आनन्दले गरौँ न सपिङ भनेर। यति भिड थियो नि, यति भिड थियो कि जानै नसक्नेवाला भिड थियो कि यस्तो। त्यही पनि हामीले यति गरेर सपिङ गरेको, हामी 10 बजी आएको, यति सपिङ गरेर हामी 10 बजी आएको। त्यही पनि ठिक छ, अब हल्का हल्का भइरहेछ, दिवालीको सुरुवात हाम्रो भइरहेछ हल्का हल्का। अब चाहिँ बिस्तारै सजाउँदै जाने हो, अनि कस्तो के हुन्छ देखाउँदै जान्छु। अब बिस्तारै मैले होम डेकोर बिस्तारै मैले चाहिँ होम टुर पनि लिएर आउँछु। मैले चाहिँ आफ्नो क्वार्टरको, सरकारी क्वार्टरको होम टुर लिएर आउनेछु हजुरहरूलाई, देखाउने छु मेरो रुम कस्तो छ, के छ, कसो छ भनेर म तपाईँलाई देखाउने छु। अवश्य नै हेर्दै जानु होला। थ्याङ्क यू फर। अनि सायद हजुरहरू दिल्ली हुनुहुन्छ भने पालम बजार एकदमै राम्रो रहेछ, एकदम सस्तो पनि पाइने, अनि एकदम राम्रो कि एकदम राम्रो पाइने। मलाई त एकदमै मन पऱ्यो। मलाई त फेरि नेक्स्ट वान फेरि जान मन लागेको छ, तर फेरि जानेछु म अभियसली नै। अहिले चाहिँ त्यति टाइम नपाएर म छिटो थोरै सामानहरू ल्याएको छु। अब फेरि म जानेछु, फेरि छिटो जानेछु त्यहाँ चाहिँ। फेरि अब हेरौँ अब यदि लेट यताउति भएन भने म चाहिँ भ्लग बनाउने छु, न त त्यस्तै हो। अनि अब चाहिँ हुन्छ, अब चाहिँ फेरि भेटौँला होइन। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हजुरहरू कस्तो दिवालीहरू मनाउँदै हुनुहुन्छ, सामानहरू किन्दै हुनुहुन्छ होला, दियाहरू झिलिमिलीहरू सबै किन्दै हुनुहुन्छ होला है। सायद नेपालमा त सबैले अब झिलिमिलीहरू पनि लगाइसक्नु भएको होला, सायद यतातिर नै लगाइसक्नु भएको छ। त्यही भएर हामीले चाहिँ अनि अब जामै बुढा भनेर लागेर किन लगाएको। अब हेर्दै जाऊँ कस्तो के अनि किन्दै जाऊँ भनेर, अनि हल्का गरेर किनौँ भने ठिकै छ, किनौँ न भनेर सोच्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।